स्वागत छ। आज हामी भारतमा भर्खरै भएका दुईवटा अलिक गम्भीर हवाई दुर्घटनाबारे कुरा गर्दैछौँ। हामीसँग भएका जानकारीको आधारमा अलिकति गहिरिएर हेरौँ न। हो हामी एउटा ठूलो व्यावसायिक जेट, त्यो एयर इन्डिया ड्रिमलाइनरको दुर्घटना, अनि अर्को चाहिँ उत्तराखण्डको पहाडमा भएको हेलिकप्टर दुर्घटनाको विवरण, सुरुवाती जानकारी अनि यसको मतलब के हो भन्नेमा छलफल गर्नेछौँ। हाम्रो उद्देश्य चाहिँ अब उपलब्ध जानकारी हेरेर वास्तवमा के भयो होला भनेर बुझ्ने प्रयास गरौँ। एयर इन्डियाको त्यो भयानक दुर्घटनाबाट सुरु गरौँ है त। हुन्छ। त्यो जुन 12 तारिक एयर इन्डियाको फ्लाइट AI-171 एउटा बोइङ 787-8 ड्रिमलाइनर विमान, यो त एकदमै आधुनिक हैन, इन्धन दक्षताको लागि चिनिन्छ। हो नि। अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो, तर उडेको केही बेरमै दिउँसो करिब 1:15 बजेतिर अहमदाबादकै मेगानी नगरमा खस्यो। ए, साँच्ची नै काली लाग्दो घटना थियो त्यो। विमानमा रहेका सबै 230 यात्रु अनि 12 जना चालक दलका सदस्य, अनि जमिनमा पनि कम्तीमा 38 जनाको ज्यान गयो। मतलब विमानबाटै 241 जना। ओहो। तर एउटा अचम्मको कुरा के भयो भने एकजना बेलायती नागरिक विश्वास कुमार रमेश भन्ने, उहाँ चाहिँ सामान्य चोटपटक सहित बाँच्न सफल हुनुभएछ। ए, साँच्चै एकजना मात्रै? हो। र यो घटना यसकारण पनि धेरै महत्त्वपूर्ण छ किनभने 16 वर्षको सफल उडान इतिहासमा बोइङ 787 ड्रिमलाइनरको यो पहिलो घातक दुर्घटना हो। 16 वर्षसम्म सुरक्षित मानिएको यस्तो आधुनिक विमान यसरी दुर्घटना हुनु आफैमा ठूलो प्रश्न हो नि, होइन? अनुसन्धान कहाँ पुग्यो त अहिले? स्रोतहरूले के भन्छन् भने दुबई ब्ल्याक बक्स, त्यो ककपिट भोइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर भेटिसकेका छन् रे। ए, राम्रो। भारतको हवाई दुर्घटना छानबिन गर्ने निकाय AIIB, एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले अमेरिका र बेलायतका विज्ञहरूसँग मिलेर विश्लेषण गर्दैछ। अनि अर्को कुरा, पाइलटले दुर्घटना अघि मेडे कल, मतलब त्यो आपतकालीन सन्देश दिएको पनि पुष्टि भएको छ। हो, यी सबै कोणबाट हेरिँदैछ। अब यो ड्रिमलाइनरको पहिलो यस्तो दुर्घटना भएकोले हरेक सम्भावनालाई एकदमै गम्भीरतापूर्वक लिएको छ। उड्डयन नियामक निकाय DGCAले पनि तुरुन्तै एक्सन लिएको देखिन्छ। के गर्यो DGCAले? उनीहरूले एयर इन्डियाको सबै 787 विमानको जाँच अलि तीव्र पारेका छन्, चालक दलको तालिम रेकर्ड पनि मागेका छन्। अनि मानवीय पक्ष हेर्दा क्याप्टेन सुमित सबरवाल, उहाँको त 8200 घण्टा उडाएको अनुभव थियो। निकै अनुभवी हो। उहाँले अन्तिम क्षणमा विमानलाई अझै बढी बाक्लो बस्तीमा खस्नबाट जोगाउन प्रयास गर्नुभएको हुन सक्ने अनुमान पनि छ। एकातिर यो आधुनिकतम जेटको दुर्घटनाले सबैलाई स्तब्ध बनायो, होइन? अर्कोतिर केही दिनमै फेरि पहाडी क्षेत्रबाट अर्को दुःखद खबर आयो। एयर इन्डिया दुर्घटनाको 3 दिनपछि नै जुन 15 को बिहान उत्तराखण्डमा, हो नि, बिहान 5:30 बजेतिर आर्यन एभिएसनको हेलिकप्टर केदारनाथबाट तीर्थयात्री लिएर गुप्तकाशी फर्किँदै गर्दा गौरीकुण्ड नजिकै दुर्घटना भयो। ए, त्यो पनि बिहानै? यसमा हेलिकप्टरमा सवार 7 जना र जमिनमा 1 जना गरी 8 जनाको मृत्यु भयो। प्रारम्भिक जानकारी अनुसार त एकदमै खराब मौसम र शून्य दृश्यता, मतलब जिरो भिजिबिलिटीले मुख्य कारण देखिन्छ। फेरि त्यही मौसमको समस्या, पहाडमा उद्धारका लागि NDRF र SDRF खटियो होला नै? हो, तुरुन्तै परिचालन भए। नागरिक उड्डयन मन्त्रालयले तत्कालै त्यो रुटमा आर्यन एभिएसनको उडान रोक्यो अनि DGCAलाई सुरक्षा अडिट गर्न लगायो। ठिकै गर्यो। तर यो दुर्घटना आफैमा दुःखद त छँदैछ, होइन? तर स्रोतहरूले के औल्याएका छन् भने पछिल्ला केही हप्तामा मात्रै यो रुटमा यस्ता 5 वटा घटना भइसकेका रहेछन्। के भन्नुहुन्छ? 5 वटा? हो, यसले त मौसम पूर्वानुमान, हेलिकप्टर मर्मत सम्भार, पाइलटको कार्यभार जस्ता विषयमा गम्भीर प्रणालीगत समस्या पो छ कि भन्नेतर्फ सङ्केत गर्छ। हो त नि। भनेपछि यी दुई घटना, एउटा एकदमै आधुनिक प्रविधिको विमान, अर्को कठिन भूगोलमा उड्ने हेलिकप्टरले एकैचोटि भारतीय उड्डयन सुरक्षाका विभिन्न पक्षमा गम्भीर प्रश्न उठाएका छन्। ड्रिमलाइनर दुर्घटनाले आधुनिक विमानको मर्मत सम्भार र सञ्चालन प्रक्रियामै प्रश्न गर्यो, होइन? बिल्कुल। अनि हेलिकप्टर दुर्घटनाले चाहिँ उच्च पहाडी क्षेत्रको उडान जोखिम र नियमनको आवश्यकतालाई फेरि सतहमा ल्याइदियो। यो त बारम्बार उठ्ने विषय हो।
हो नि, DGCA-माथि अहिले 34 दबाव छ। विस्तृत सुरक्षा समीक्षा गर्नु पर्यो, आवश्यक परे तालिम, ग्राउन्ड ह्यान्डलिङ, चालक दलको मानसिक स्वास्थ्य मूल्याङ्कन जस्ता प्रणालीगत सुधार नै गर्नु पर्यो भनेर। एयर इन्डिया घटनाको प्रारम्भिक रिपोर्ट 3 महिनाभित्र आउँछ भनिएको छ। सायद त्यसले केही बाटो देखाउला कि। त्यसो भए आजको यो छलफलबाट मुख्य निचोड के रह्यो त? हामीले के देख्यौं भने दुवै घटनाको तत्काल अनुसन्धान चाहिँ प्राविधिक पक्षमा केन्द्रित छ, ब्ल्याक बक्स, मौसमको अवस्था, यस्तै हो, र यी स्रोतहरूले हामीलाई दुई फरक तर उत्तिकै गम्भीर परिस्थितिबारे सोच्न बाध्य बनाउँछन्। एउटा, उच्च प्रविधिमाथिको हाम्रो जुन विश्वास छ त्यो पनि कहिलेकाहीँ विफल हुन सक्छ, र अर्को, प्रकृति र त्यो कठिन वातावरणमा काम गर्दाका स्थायी जोखिमहरू। दुवैले जवाफदेहिता र अझ बलियो सुरक्षा उपायको माग गर्छन्। र अन्तमा यी स्रोतहरूले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा घोत्लिनु छोडिदिन्छन् जस्तो लाग्यो। तत्कालका प्राविधिक कारणहरू त होलान्, छानबिनले देखाउला, तर के विमान प्रमाणीकरण प्रक्रिया, हवाई सञ्चालनका नियमहरू वा नियामक निकायको निगरानी जस्ता प्रणालीगत पक्षहरूमा पनि पुनर्मूल्याङ्कन गर्न आवश्यक छ, ताकि भविष्यमा यस्ता दुःखद घटनाहरू नदोहोरियुन्। आजलाई यति नै गरौँ। धन्यवाद। धन्यवाद।